घन्टी पार्टीहरू सुन्नु साथीहरू, तपाईँहरूले एकदमै गाली गर्नुभएको छ। म यसरी बोल्ने मान्छे होइन, मलाई कोही राजनीति पार्टी कोही राजनीतिक चासो यस्तो विषयमा मलाई त्यस्तो धेरै ज्ञान पनि छैन पनि। यति हो, श्रम गरेर हिजोको दिनमा प्रुफ गर्नुभएको छ उहाँले। 26 वर्षमा मेलम्चीको पानी बुढाहरूले 3टा टाउकोले माथिबाट 26 वर्षमा मेलम्चीको पानी खुवाए काठमाडौँलाई। त्यसो भइराख्दाखेरि यहीँनिर हर्कसाम्बाङलाई जोड्नुहोस्। 98 दिनमा उहाँले 36 किलोमिटरको 36 किलो अथवा 40 किलोमिटर होला, 40 किलोमिटर टाढाबाट श्रम गरेर डोजर चलाएर जेसिबी चलाएर होइन साथीहरू, श्रम गरेर झ्याम्पल गैँती चलाएर 1 रुपियाँ पैसा बिना 98 दिनमा धरानलाई पानी खुवाएर देखाउनु भएको छ, साबित गर्नु भएको छ। वर्ल्ड रेकर्ड हो, नट अ जोक। यो कुरा याद राख्नुहोस्। तपाईँहरूले यस्तो कुराहरूलाई नजरअन्दाज गर्नु हुँदैन साथीहरू। आज म भन्न चाहन्छु, म कोही नेता होइन है, म कोही झोले होइन। आजसम्म कसैलाई मतदाता दिएको छैन साथीहरू मैले। म आजसम्म कसैलाई पनि भोट लगाएको छैन। 30 वर्ष पुगेँ होइन। त्यसो भइराख्दाखेरि साथीहरू, मेयर हर्कसाम्बाङले हिजो पनि हामीलाई गरेर देखाउनु भएको छ, साबित गर्नुभएको छ। उहाँ कोही विदेशीसँग झुक्नेवाला मान्छे होइन। उहाँ कोही विदेशी मान्छेसँग विदेशी एजेन्डा बोकेर विदेशीसँग हात मिलाउने मान्छे होइन। यो भूमिलाई प्रेम गर्ने, यो भूमिलाई माया गर्ने, यो माटोको कसम खाएर दिनरात बाचा गरेर हिँड्ने मान्छे विदेशीसँग टचमा आउँदैन। तपाईँहरूले बार बार भन्नुभएको कुराहरू हर्कसाम्बाङ आफै मिल्दैन। किन मिल्नुपर्ने? विदेशी एजेन्डा बोकेर विदेशी टचमा भएका मान्छेहरूसँग किन मिल्नुपर्ने भन्नु त तपाईँहरू? एउटा देशलाई माया गर्ने, देशलाई प्रेम गर्ने, देश आफ्नो भूमिलाई प्रेम गर्ने, आफ्नो स्वाधीनता र आफ्नो स्वाभिमानलाई प्रेम गर्ने मान्छेसँग मिल्नुपर्ने उहाँहरू आउनुपर्ने हो कि आफ्नो स्वाभिमान गुमाएर विदेशी एजेन्डा बोकेको मान्छे विदेशीहरूसँग टचमा भएका मान्छेहरूसँग चाहिँ उहाँले हात मिलाएर जानुपर्ने तपाईँहरूको धारणा थियो? जति पनि घन्टीको समर्थक साथीहरू हुनुहुन्छ नि, रवि दाई बालेन दाई पनि गर्ने मान्छे हो। हिजोको दिनमा उहाँहरूले प्रुफ गरेरै उहाँहरू यहाँसम्म आउनुभएको, केही गरेर देखाउनु भएको छ। तर उहाँहरूको एउटै मात्रै गल्ती हो, विदेशीसँग टचमा हुनुहुन्छ। बस आफ्नो स्वाभिमान बेचेर, आफ्नो देशको स्वाधीनता बेचेर विकास गर्नुपर्ने, विदेशीसँग हात नमिलाई स्थिति छैन त हाम्रो देशको राजनीतिको? सफल हुँदैन त हाम्रो देशको राजनीतिक स्थिति विदेशीसँग हात नमिलाई? के लाग्छ तपाईँहरूलाई? श्रम 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 किन चाहिँ मान्छेलाई जगाइराख्नु भएको छ? किन चाहिँ मान्छेलाई आफै लागेर आफै खटेर उहाँ आफै फिल्डमा उत्रेर किन देखाउँदै हुन्छ? तपाईँहरूलाई थाहा छ? बेल्चा हान्ने भनेको छ, गैँती हान्ने भनेको छ, उहाँ आफै फिल्डमा उत्रिनुको मतलब के हो?